फेरिको पनि साथीहरू फेरिको। हेलो साथीहरू नमस्ते। आज पोर्चुगलको खतरा मेला एक हप्ताको यो व्यापारिक मेलामा आएको है साथीहरू। सबैको हेर्न सक्नुहुन्छ पुरै व्यापार। यो फुल टिप्न मिल्दैन र हो न त यो फुल टिपेर एकजना रामरिकेतलाई दिनु हुन्थ्यो फेरि गालामा आइयो नै काम छैन। गाह्रो छ है साथी। ल यतातिर कार्यक्रम सुरु भयो। ओ डान्स हेरौँ है साथीहरू। डान्स हेर्नुहोस् है। Muito obrigado pelos vossos aplausos. कस्तो आउँछ पुरा सेल। त्यो खेल्न जाम। यो त खेल होइन सिधा खेल होइन त्यो। आजको मेलाको जोकहरू होला नि यहाँ जाने। बस यहाँ त पुरा भोक लागेको मान्छे आउने ठाउँ रहेछ यार। हजुर हन्तकाली भन्नाले माडी कता जान्छ फेरि। आजको हाम्रो पुरा के अरे इङ्ग्लिस मेला। न गीत गाएको बुझिन्छ न केही गरिन्छ। यहाँ आँखाले हेरेर भए नि मन बुझाउनु पऱ्यो ट्याक्क। यो यस्तो दुनियाँदार छ नि त यहाँ। कोही ठाउँ रोबोटले काम गरेका छन् होइन। कोही ठाउँ यसरी कपडा झुन्डाएका छन्। जता कतै पुरा एक नाचको बजार। अब किन्ने पैसा छैन क्या हेर्दै हिँड्ने है। किन्नलाई पैसा छैन होइन। हरान बजाम उतै छोडिदिनु होला। उतै कता जानु सँगै हिँड्ने कुरा कता खुस्की त फेरि कहाँबाट फेरि यहाँ ल कति जान्छ। हामी भन्दा अगाडि जानु भऱ्यो कि उता यार। कता थियो त्यो हातले यसो यसो गरेर घुमाउनु रोबोट। ए काली आई मैले गीत गाई गरेर रात बिताउने भयो। केटाको मेला हेरै भयो र। हजुर त्यही भएर तपाईँलाई घुमाउनु ल्यायो नि। खास यिनीहरूले के गर्दो रहेछ कि यिनीहरूले। लु र यस्तरी ट्याक्क मान्छे छैन के हो। किन मान्छेको व्यापार हुँदैछ है साथीको ठाउँ ठाउँमा। ट्याक्क नेपालको जस्तै खालको अलि भिआइपी पाराको। रातिको 11:30 बज्यो होइन। ट्याक्क रातिमाथि हुँदो रहेछ मेला यस्तो। ट्याक्क लाएर जता कतै यो कता हो। पुरा कालीदेवीले इङ्ग्लिस गीत गाएका छन्। पोर्चुगिज पनि हेरेको हेरे हामी नि हेरेको हेरे। न हामीले बुझ्यौँ न पोर्चुगिजले बुझ्ने। गाह्रो छ गाह्रो छ। राम्रो राम्रो केटी रौलाले बताउनु भएन। ट्याक्क बसेर गरेका छन्। जाङ्गेला छन् हिँडेको छन्। एउटा फुल बेचेर नि पैसा कमाउँछ नि साथीहरू हेर्नु। ल बजार खैरेनी केटी देखाउँदैछ है साथी। खैरेनी केटी हेर्नुहोस् है।
अहिले फेरि पेट पूजा ल सर्लकै पेट पूजा